शुभ प्रभात, शुभ बिहानी सबैलाई। आज हामी आइतबार घरमा बसिरहेको थियौँ, होस् आज नघुमौँ भन्दै थियौँ, तर पनि एकछिन मन लागेर हामी यहाँ आइपुग्यौँ नर्थ बेङ्गाल युनिभर्सिटी। यहाँ भित्र एउटा मन्दिरमा एउटा अचम्म लाग्यो, एकजनाले हामीलाई बताउनु भयो। पहिला मैले तपाईँलाई मन्दिरको देखाइहाल्छु, शिवजीको है। शिवजीको मन्दिर छ अगाडि, यहाँ फ्रन्ट यताबाट हो। यहाँ नन्दी छ, अहिले यहाँ नन्दी छ। अब हेरौँ, मैले जुन तपाईँलाई देख्नु चाहेको, मेरो वाइफले गौरले हेर्दैछ त्यो पोर्सन चाहिँ के हो भनेर मलाई पनि अचम्म लाग्यो। एकजना भैयाले यहाँ बतायो हामीलाई। यहाँ हेर्नुहोस्, यहाँ तल शिवलिङ्ग छ। शिवलिङ्गबाट यसरी माथि गएको छ पाइप जस्तो, देख्नुभयो नि, पतला एकदम पातुलो पाइप जस्तो देख्नु हुँदैछ माथि, एकदमै माथि है। हजुर, अब यहाँ गौर गर्नुहोस्, माथि बरको रुख छ। यो बरको रुख चाहिँ एक्चुअलीमा के रहेछ भने, यो रुखमाथि चराहरूले बरको केही बीज लिएर आयो होला, बिउ। अन्त त्यहाँ बरको अब त्यहाँ पलायो बड, त्यो बड पलाएर उसको एउटा सिङ्गल जडा यसरी स्ट्रेट आएर यहाँनिर यो गाडेको रहेछ। अचम्म है, हेर्दा एकदम पाइप जस्तो लाग्यो। बाफ रे बाफ, भगवानको प्रकृतिको के करिश्मा हुन्छ भन्नु सक्दैन कसैले पनि। हामीले कल्पना पनि गर्नुहुँदैन। म त अचम्म अघिबाट पाइप त सोधेको थिएँ, भैयाले पो आएर बतायो त यस्तो रहेछ भने। हेर्नुहोस् न, अनायासै हावाहुरी पो चल्नु थाल्यो। अन्त बादल पनि कालो भएर आयो, पानी छिटाउन थाल्यो। अन्त अब हामी अगाडि अझै घुम्ने प्रोग्राम हाम्रो पोस्टपोन गर्नु पर्यो। अन्त हामी त्यहाँबाट निस्किन लाग्यौँ। हेर्नुहोस्, यसरी हावा चलेर पत्ताहरू झर्दै थियो। यहाँ फेरि हाम्रो साथी चन्दन अनि उनकी श्रीमती ममता बहिनी घुम्दै रहेछ, भेट भयो यहाँ फेरि हाम्रो। अन्त घुम्न थाल्यो। यहाँ हेर्नु न, बाँदरहरू कति राम्रो आफ्नो खेल खेल्दैछ। कुकुरले पनि जिस्काउँदो रहेछ। त्यो बाँदरहरू जम गरी कुकुरलाई खेल्न थाल्यो। एनबियूमा आएको थियौँ है, तर अब मौसम उयो भयो, पानी पर्ला जस्तो भयो। अन्त अब घर फर्किनु पर्यो। तर पनि अलिकति दृश्यहरू अब हेर्दै जाउँ। रुख खोला मजाको छ, सिङहरू, यहाँ पुरा जङ्गल हरियो भरियो। नर्थ बेङ्गाल युनिभर्सिटी जस्तो लाग्दैन है। यो यत्रो ठुलो एरिया छ, सराउन्डिङ चारैपट्टि रुखहरू। सब मर्निङ वाकहरू गर्छ यहाँ मान्छेहरूले। राम्रो रमाइलो एरिया छ। शिक्षण संस्था हो, तर शिक्षण संस्थानको साथसाथमा मान्छेलाई नेचरसित पनि जोडेर राख्छ। भित्र प्लेग्राउन्डमा यहाँको होस्टेलको बोइजहरू, स्टुडेन्ट्सहरू, गर्ल्सहरू यो क्रिकेट पनि खेल्दैछ। गर्ल्सहरूले पढाइको साथमा हेल्थ पनि है, मजाको व्यवस्था। यहाँ हेर्नुहोस्, युजिसी मलय मिसन टिचर ट्रेनिङ सेन्टर, सब मजाको छ भित्र। युजिसी एमएमटिटिसी हो, यो चाहिँ युजिसी पार्ट हो। नर्थ बेङ्गाल युनिभर्सिटी यो ठुलो एरियामा फैलिएको छ। यो त अहिले पानी पऱ्यो भने निस्किँदा एक छेउ मात्रै अलिकति क्यामेरामा खिच्ने मौका पाएँ। अन्त हामी अर्को पालि बरुभन्दा डिटेलमा तपाईँहरूलाई देखाउँला। मौसम बिग्रेला जस्तो छ, अब निक्लिनु पर्यो। म अर्को एक्जिट गेटमा आएँ। मेरो वाइफ चाहिँ हाम्रो चन्दनजीको मिसेस बहिनी ममता भेट भयो, उहाँसँग लाग्यो। म चाहिँ यता यो बाटो यताबाट अब बाहिर निक्लिँदैछु। हुन्छ।